वाट अ म्याच ब्रो, वाट अ म्याच। मतलब यो सिजन 2 को पहिलो हार हो सुदूरपश्चिम रोयल्सलाई पहिलो हराउनु यदि कोही टिम छ भनेदेखि त्यो भनेको लगला 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 विराटनगर किङ्स। दे आर अन द ग्राउन्ड, दे आर अन फायर। वाट अ म्याच, वाट अ म्याच। मतलब एनपिएल सिजन 2 मा एउटा मात्र टिम जसले हराउन सक्थ्यो जुन सुरुदेखि लागिरहेको त्यो भनेको विराटनगर किङ्स थियो र फाइनली हराउन सफल भयो। धेरै धेरै बधाई छ विराटनगर किङ्स। 20 बलमा 50 रन हानेको छ फ्याफ डुप्लेसीले, 20 बलमा 50। इट्स नट अ स्मल थिङ, इट्स अ भेरी 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 बिग थिङ। सुदूरपश्चिमको रोयल्सबाट पहिलो ब्याटिङ गर्न आएको सुदूरपश्चिम रोयल्स विनोद भण्डारीले 15 रन, जोन्स ब्राउनले 24 रन, ईशान पाण्डेले 38, आसिफ शेखले 45 र 0 रन बनाए हरमत सिंहले र क्याप्टेन दिपेन्द्र सिंह गरीले 11 बलमा 19 रन बनाएको थियो। यसो गरेर टोटल 20 ओभरमा 147 रन बनाउन सफल भएको थियो सुदूरपश्चिम रोयल्स। त्यो रन चेज गर्न उत्रिएको विराटनगर ब्याटिङ पर्फर्मेन्स बाई विराटनगर। स्याम हेल्जेटले 27 बलमा 51, 20 बलमा 50 फ्याफ डुप्लेसी, त्यसपछि 9 बलमा 22 मार्टिन गप्टिल। वाट अ ब्याटिङ अर्डर। 3 जना जुइन दिन चल्छ त्यो दिन 250 कहीँ पनि 11.5 ओभरमा विराटनगर किङ्सले यो रन चेज गर्थ्यो। वाट अ रन चेज, वाट अ रन चेज, ब्रिलियन्ट ब्रिलियन्ट। बधाई छ टप 2 मा फिनिस गर्नुभएकोमा, धेरै 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 बधाई छ विराटनगर किङ्सलाई। वेल प्लेड।